अनि भाइलाई मजाले आशीष दिने हो। आज बर्थडेमा यहाँ यी दाइले Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Zelsa. Happy birthday to you. Oh my God, what surprise! Wow. Brother, any excited today? Yes. Today you're happy birthday, right? Yeah. Thank you so much. Okay. ल आजको मामा आज बाबुको ह्याप्पी बर्थडेमा तपाईँ कतिको खुसी हुनुहुन्छ मामा? I'm very happy हैन। हजुर म फर्स्ट अफ अल चाहिँ के भन्छु नि हामी चाहिँ खास हो भने चाहिँ बर्थडे अब मनाउँदा पनि तिमीहरू ठुलो भइसक्यो हैन। हजुर अब हामी बर्थडे मनाउँदैनौँ बाबु अब पहिला जे जति मनायो हैन अब चाहिँ मनाउँदैन भनेर चाहिँ अब यो बर्थडेमा चाहिँ अब जेनिसाले हामीलाई सम्झायो जेनिसाले सम्झाएपछि हामीले केक अर्डर गऱ्यौँ लच्छुले केकको अर्डर सबै लच्छुले गरे हो है। अब नेक्स्ट टाइम पनि फेरि सिरियसली हैन हामी त्यो बर्थडे चाहिँ मनाउँदैनौँ बाबु हैन। हजुर किन मनाउने अब भोलितिर गर्लफ्रेन्ड मनाए छुट्टै कुरा हो हामी चाहिँ ओके मम्मीबाट केही शब्द जाओस् त्यही हो चाहिँ छोराको लागि आशीर्वाद। हामी ह्यापी बर्थडे सब विश गर्छौँ। धेरै धेरै ज्ञानी हुनु धेरै पढ्नु ठुलो मान्छे हुनु। मेरो छोरालाई आजबाट मेरो छोरा 14 वर्ष पुरा भएर 15 मा लागेको उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि मेरो छोरालाई ह्याप्पी बर्थडे टु यु छोरा जेनी। ओके थ्याङ्क यू सो मच। भन्नु पर्यो नि त विशेष हो नि त उहाँ त विशेष हो नि त विशेष गरी दाइ दाइ अनि लगायत सबै रेनी र रेनी दिदीलाई तपाईँहरू सबैजनालाई सेलिब्रेट गरिदिनु भएकोमा सबैसम्मलाई थ्याङ्क यू सो मच। यु जेनी सबैले भन्नुपर्छ अब Happy birthday to जेनी चाहिँ हेरिरहेछ ह्याप्पी बर्थडे थाहा हुन्छ है। तर मलाई सरलाई के भन्नुपर्छ थ्याङ्क यू भनेर म हेर्छु जेनिसले ओ जेसन बाबु भाइ दिदीलाई ल लाज मानेको यो बाबु ल खोइ ह्याप्पी बर्थडे गर्ने मम्मी यतै हेर्नुहोस्। To you. Oh my God. To you. Happy birthday to you. Happy birthday. Happy birthday to you. Janice, kita Janus. Kita Janus.